बिहान बिहान चिटिक्क परेर चाहिँ कहाँ जानु जस्तो सोच्नुभयो होला। म चाहिँ काहीँ होइन, मेरो कर्मथलोमा जान लागेको छु। साथीहरू सबैजनालाई वेलकम छ मेरो कर्मथलोमा। मान्छेहरू 24 घन्टामा कता जान्छ थाहा छैन, म चाहिँ 24 घन्टामा 14 घन्टा चाहिँ म कर्मथलोमै बिताउँछु। अनि सबैलाई चाहिँ म आज मेरो कर्मथलोको यात्रा गराउँछु। 6:30 बजेको घन्टी राख्छु, अनि घन्टी बजेपछि जुरुक्क उठ्छु, फ्रेस हुन्छु, अनि ब्रेकफास्ट बनाउँछु, अनि खान्छु। त्यसपछि हतार हतार गरेर म चाहिँ ट्रेन स्टेसन पुग्छु। चढेर म कहाँ आइपुग्छु भने कर्मथलोमा आइपुग्छु। 9 बजे आउनु पनि हुन्छ, तर म 8:30 बजीभित्र आइसक्छु। अनि कर्मथलोमा चाहिँ मेरो के गर्नुपर्ने हुन्छ काम भने राइस बनाउनु पर्ने हुन्छ, नुडल बनाउनु पर्ने हुन्छ र पालक बनाउनु पर्ने हुन्छ। यो चाहिँ मैले 2 घन्टाभित्रमा तयारी गरिसक्नु पर्ने हुन्छ। तर म चाहिँ 2 घन्टा होइन, म 1.5 घन्टाभित्रमा तयारी गर्छु। मर्निङ सिफ्टमा चाहिँ म मात्रै हुन्छु, अनि त लगाएर यस्तरी काम गर्नुपर्ने हुन्छ। साथीहरू के गर्नु, काम त गर्नै पर्यो, लक्ष्मी पनि झार्नै पर्यो। अनि गफ गर्दा गर्दा अनि चट्ट लगाएर राइस पनि रेडी भयो। राइस रेडी भएपछि मैले त्यहाँबाट पालक पनि रेडी भयो, नुडल पनि रेडी भयो। अनि त्यहाँबाट मेरो कर्मथलोलाई चाहिँ यसो सफा गर्नु पर्यो, फोहोर भएछ। अनि लक्ष्मी त आउनु पर्यो भनेर चाहिँ भएन भनेर चट्ट लगाएर क्लिन हान्न गएँ। क्लिन हान्दै गएँ, त्यसपछि त मस्तक लगाएर क्लिन पनि भयो। अनि फ्लोर पनि हानिदियो क्लिन मस्तले। केटाहरू के गर्नै पर्यो। लक्ष्मी त महिनाको टुक्लुक टुरुक 1 तारिकमा त झार्नै पर्छ भनेर चाहिँ भएन भनेर गरेँ। अनि त्यसपछि मैले चाहिँ सकिएपछि के गर्ने भनेपछि मेरो काम कम्प्लिट भयो। हेर्नुहोस् त, क्लिन भयो। अनि त्यहाँबाट साथीहरू मलाई माया गरिदिनु होला, मेरो भिडियो हेरिदिनु होला। यस्तै भिडियो लिएर आउँछु। मेरो डेली लाइफको चाहिँ यही हो, मेरो कर्मथलोको। हस् त, थ्याङ्क यू सो मच सबैजनालाई। अनि यो चाहिँ मेरो सेक्सनहरू थुप्रै छ, कहिले कटिङ सेक्सनमा हुन्छ, कहिले फायर सेक्सनमा हुन्छ। आवश्यक अनुसारले जुनै सेक्सनमा पनि पढ्न सक्छु। हस् त, थ्याङ्क यू सो मच सबैजनालाई धन्यवाद भन्न चाहन्छु।